हरायो भनेको सामान आफूसँग नै हुन्छ तर खोज्दा भेटिँदैन भने आज मेरो यही भएको छ। कलेज जाने बेला के भएको रहेछ पुरा भिडियो हेर्नुस् है त। हेलो एन्ड नमस्ते साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै र आरामै नै छु। आज पनि आइसकेको छु हजुर सामु नयाँ मिनी ब्लग लिएर। आजदेखि चाहिँ हाम्रो मर्निङ क्लास सुरु भएको थियो अनि म चाहिँ बिहान 4 बजे उठिहालेँ। उठेर चाहिँ बाहिर हेरेको, बाहिर चाहिँ धेरै नै अँध्यारो रहेछ अनि म चाहिँ डरले पहिला ड्रेसहरू लगाएँ अनि कपालहरू कोर्न थालेँ। त्यो बेलासम्म पनि बाहिर अँध्यारो नै थियो अनि के गरौँ भएर म चाहिँ एकछिन एक्सर्साइज गर्नतिर लागिहालेँ। अब चाहिँ जे पर्ला भनेर म त बाहिर निस्किहालेँ किनकि मलाई कलेज जान ढिलो भएको थियो नि त। त्यसैले म चाहिँ ब्रस गरेर अनि मुखसुख धोएर फ्रेस भएँ अनि त्यो बेलासम्म चाहिँ अलिकति उज्यालो भइसकेको थियो। आज मेरो जुत्ता लाउँदा चाहिँ के घटना घट्छ भनेपछि मैले सक्स चाहिँ जुट्टे खुट्टामा लगाइसकेको थिएँ तर पनि लगाएको छैन कि सोचेर म त खोजेकै एउटा चाहिँ कहिलेकाहीँ चाहिँ दिमाग पनि यस्तो भइदिन्छ भने। हाम्रो चाहिँ 6 बजेदेखि कलेज स्टार्ट थियो अनि हामी चाहिँ 5 बजे हिँड्नु पर्थ्यो। हाम्रो चाहिँ अलिक टाढा छ नि त, 1 घन्टा जति लाग्छ, त्यसैले हामी 5 बजे हिँडिहाल्यौँ। A few moments later. म चाहिँ 11:30 बजीतिर चाहिँ घर आइसकेको थिएँ अनि म चाहिँ एकछिन रेस्ट गरेँ। रेस्ट गरिसकेपछि चाहिँ मैले खाना खान थालिहालेँ। खाना खाएर चाहिँ एकछिन रेस्ट गरेर म एकछिन होमवर्कहरू लेख्नको लागि बसिहालेँ। आज चाहिँ अलि धेरै नै थियो कि लेख्नलाई अनि त्यही भएर म अहिले दिउँसोबाट लेख्न थालेँ। कति दिनपछि चाहिँ आज पानी पर्यो कि साथीहरू। मम्मी आज नेपालमा चाहिँ पानी पर्यो भनेर मम्मीलाई चाहिँ मैले फोन गरिहालेँ अनि मम्मी चाहिँ खुसी हुँदै हो र भन्छ। यति सानो कुरा पनि मम्मीलाई भन्नुपर्छ र भन्नुहुन्छ होला, म त भनिहाल्छु। अनि मम्मी चाहिँ मेरो साथी जस्तै होइन्छ कि सबै कुरा म चाहिँ फेरि साथीलाई भन्दा पनि धेरै मम्मीलाई कुरा सेयर गर्छु कि केही सानो कुरा भए पनि भन्न मन लागिहाल्छ। भनेन भने चाहिँ मेरो मन खुल्दुली हुन्छ कि मम्मीलाई चाहिँ भन्नै पर्छ। त्यसपछि चाहिँ म माइली मम्मी अनि मम्मी चाहिँ ग्रुपमा कुरा गर्न थाल्छ। माइली मम्मी भनेको चाहिँ के हो भन्नुहुन्छ होला अनि माइली मम्मी भनेको चाहिँ मम्मीको माइली दिजु हो कि अनि त्यसैले मैले चाहिँ माइली मम्मी भनेको। मम्मी चाहिँ काम गर्दै होइसिदो रहेछ अनि मम्मीले चाहिँ फोन काटिहाल्छ अनि माइली मम्मी र म चाहिँ कुरा गर्दै थियौँ। माइली मम्मी पनि काममा जाँदै होइसिदो रहेछ, बेलुका बोलाउँदा छोरी भन्छु, त्यसैले फोन काटेँ अनि त्यसपछि चाहिँ म सुत्न थालेँ। सुतिरहेको थिएँ, भाइ चाहिँ स्कुलबाट आएर मेरो सुतेको भिडियो बनाउन पनि थालेछ भने भिडियो बनाउँदै कति सुत्छेस् उठ भनेर भाइले चाहिँ मलाई उठाइहाल्यो। म पनि उठेर चाहिँ पर काम गर्ने ठाउँमा गएको थिएँ। त्यहाँ चाहिँ ड्याडीले अनि भाइले काम गर्दै होइसिन्थ्यो। मैले गर्ने काम चाहिँ केही रहेनछ अनि ड्याडीले जा घर गएर खाना पका त हामी गर्छौँ काम भन्छु अनि म चाहिँ घर आइहालेँ। घर आएर चाहिँ म खाना बनाउन थालिहालेँ। A few moments later. अनि मैले चाहिँ खाना पनि बनाइसकेको थिएँ साथीहरू। हस् साथीहरू, मेरो दिन चाहिँ आज यसरी नै गयो। हजुरहरूको कसरी गयो कमेन्ट गर्नु होला अनि आजको भिडियो चाहिँ कस्तो छ कमेन्ट गर्नु चाहिँ नबिर्सनु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई, गुड नाइट।